जान लाग्नु भएको छ दाइहरू चाहिँ टक्क रुम छोडेर जान लाग्नु भएको छ एकदम याद आउँछ जोस् दाइहरू सब जान लाग्नु भयो रुम छोडेर सामान प्याक गरेर टक्कसँगले दाइले मलाई यत्रो ल्याउनु भयो यहाँ त्यो भाइको चाहिँ जोस् याद आउँछ अब 3-4 महिनापछि दाइसँग टक्क अब दाइ पनि आइसक्नु भएको छ दाइ के भन्न चाहनुहुन्छ सबजनाहरू यत्रोजना थियौँ दाइहरू सबैले छोडेर जानुहुने भयो 3जनाले अब प्रकाश दाइ पनि जाने पनि आउँदैन काट ओभर एक्टिङ के वजह फेरि अर्को दाइको इन्ट्री भइसकेको छ तर मलाई यो जर्सी चाहिँ के गर्नुपर्ने थियो कि दाइ पनि आइसक्नु भएको छ फेरि हाम्रो हेन्सम दाइ आज टक्कसँगले यत्रोजना थियौँ नि। कस्तो भइरहेछ त दाइको टक्क चाउचाउ खोज्दै हुनुहुन्छ अब टक्क जाने बेलामा सबैलाई म मेरो तर्फबाट जाने बेलामा चाउचाउ खुवाएर पठाउँछु एउटा के एउटा आफै खानुपर्छ कि टक्क दाइहरू निन्द्रा नपुगेर सानसानो दाइ के छ त निन्द्रा मस्त लागिरहेछ यस्तो मान्छे होइन नि 5 लगभग 4 कति बजी आइपुगेको थिएँ अनि टक्क मैले चाउचाउ खान लागिरहेको छु दाइले थोरै बाँकी छ यति त बाँकी छ अब एकचोटिमा कति खान्छ हेरौँ दाइको चाहिँ टक्क डान्स टक्कसँगले कार आइसकेको छ उबर आइसकेको छ अनि टक्कसँगले लगेर जान लाग्यो दाइले टक्क लिएर जाँदै हुनुहुन्छ ए फेरि खुट्टा लिएर आउनु काखमा राख्यो नि त के गर्ने दाइ टक्क बिहान आज 12 बजे एक्सर्साइज गर्दै एउटा गाडीमा जान लाग्नु मजा जानु है राम्रो
Are you missing your best friend? No. No. टक्क नुहाइधुइ गरिसकेर आज चाहिँ मेरो काम छ अनि टक्कसँगले अब खानासाना खाएर काममा जाने हो। दाइ चाहिँ खाना पकाउँदै हुनुहुन्छ मुनिबाट। हेरौँ दाइले अब के पकाउनु भइसक्यो। आज चाहिँ मैले धेरै समयपछि भ्लग बनाएको हो कि यहाँ आएपछि भ्याउँदै नभ्याउने कि के गर्दा काम खोज्नु पऱ्यो, यता त्यता गर्नु पऱ्यो, त्यही भएर भ्लग बनाउनै भ्याएको थिएन। अनि आज चाहिँ दाइहरू पनि जानुभयो अनि भ्लग बनाइदिएको भाउजू टक्कसँगले। दाइले चाहिँ यहाँ आलु तास्दै हुनुहुन्छ अनि त्यहाँदेखि मासु पकाउनु भन्नु होइन। अब यहाँ मासु कहाँ पकाएर हुन्छ त उसँग दुधहरू आछ कहाँ पुग्छ त्यो दाइले चाहिँ टक्कसँगले सब्जी पकाउँदै हुनुहुन्छ। दाइले तेल र दाल लिएर अब टक्कसँगले म चाहिँ यहाँ दाइले चाहिँ यो खाटे ल्याएर राख्नु भएको छ। अब एकछिन काम छ बडी सडी बनाएर आज छुट्टी हुँदा आज जाडो छ फुटबल खेल्न जानु दाइहरू। म त छैन अब म त काम छ नि त मेरो। कहिले म त नखाने त ग्यास हुन्छ। आलुको अघिदेखि तासे के बनाउनु लाग्नु भयो कि तपाईँले? आलु तास्यो नि त काममा जाने बेला भयो। लुगासुगा लाएर रेडी हुन्छु, त्यसपछि खाना खाएर काममा जाने ढिलो भइसकिसक्यो। लुगासुगा लाएर रेडी भइसकेको छु, खाना खाएर जाने। पानी सानी हाल्नुपर्छ, जुत्ता लाउनु पर्ने छ। खाना लागेको ल पस्किदिउँ न त खाएर। खाना खाएर खै थालिदिनु त दाइ। टक्क प्रकाश दाइ चाहिँ आएर सबजना हुन्छ यहाँ। टक्कसँग दाइले खाना पस्किनु छैन। अब खाना लागिसक्यो, यत्रो धेरै हुन्छ क्या दाइ। चाहिँ टक्क खानासाना खाइसक्यो, दाइले पकाएर दिनुभयो। दाइ यता हेरिदिनु एकचोटि। दाइले चाहिँ खतरा फ्रेन्च फ्राईहरू गरेर टक्क बनाउनु, दाल साल एकदम बबल बनाउनु भएको थियो। खाइसक्यो अब चाहिँ काममा जानु ढिलो भइसकिसक्यो। प्रकाश दाइले चाहिँ दुईचोटि खानु तर खानुभयो, एकचोटिले तातेन अरे कि यो लन्डनको चिसोले चिसो भइहाल्छ भन्नुहुन्छ। दाइले एकचोटि तताएकोले भएन, दुईचोटि खानु। भाउजू चाहिँ के बनाउन लाग्दै हुनुहुन्छ त्यहाँ। खतरा हो क्या भाउजू, फेरि सेफ। अनि दाइले यहाँ फेरि अब यता आफूलाई सबै थोक गर्न लायो भन्दै म्याकडोनल्डबाट आएर मासु खै माथिलो भइसक्यो। मासु पनि पकाउनु लाग्नु भयो? मासु पनि पकाउनु लाग्नु भयो? ए नि त ल भरे आएर खान्छु। ल अब म यस्तै त छ नि। ब्याग चाहिँ बिर्सेर गएछु, पानी पनि भरि चप्पल लाएर जुत्ता लाउनु पर्छ नि त उहाँ। अनि प्रकाश दाइ खाँदै हुन्छ, दाइ बाहिर हुनुहुन्छ। चाहिँ टक्क खानासाना खाइसक्यो, दाइले पकाएर दिनुभयो। दाइ यता हेरिदिनु एकचोटि। दाइले चाहिँ खतरा फ्रेन्च फ्राईहरू गरेर टक्क बनाउनु, दाल साल एकदम बबल बनाउनु भएको थियो। खाइसक्यो अब चाहिँ काममा जानु ढिलो भइसकिसक्यो। प्रकाश दाइले चाहिँ दुईचोटि खानु तर खानुभयो, एकचोटिले तातेन अरे कि यो लन्डनको चिसोले चिसो भयो। खै माथिलो भइसक्यो। मासु पनि पकाउनु लाग्नु भयो? मासु पनि पकाउनु लाग्नु भयो? ए नि त ल भरे आएर खान्छु।
ल अब म यस्तै त छ नि ब्याग चाहिँ बिचमा चाहिँ खानासाना खाएर कामको लागि निस्किसकेको छु। आज चाहिँ मेरो नाइट ड्युटी छ 4 बजीदेखि 12 बजीसम्म। अरू बेला चाहिँ भ्लग बनाउनै पाएन के, कस्तो कामको पनि टेन्सन, त्यसपछि कलेज पनि जानुपर्ने, एक्जाम पनि थियो। क्या राम्रो फुलिरहेको त्यहाँ त डेन्जर छ सबैतिर। त जाडो छ, अरू बेला चाहिँ जहिले गर्मी हुन्थ्यो। त्यो म चप्पलै लगाएर हिँडेको किनभने ढिलो भइसकिसक्यो। छिटो गरेर जानुपर्ने हुन्छ, फेरि काममा ढिलो गयो भने कराउँछ कि, त्यही भएर छिटो गरेर गइरहेको छु म। ट्रेन चढिसकेँ। यहाँदेखि चाहिँ 2टा चेन्ज गर्नुपर्छ, एउटा डिस्ट्रिक्ट लाइन र एलिजाबेथ भइगयो। अब वाइट साउथबाट डिस्ट्रिक्ट लाइन चेन्ज गर्छु। ट्रेन चाहिँ अब हिँड्न लागेको छ। टक्कमा खाजा खाने टाइम भइसकेको छ। खाजा खाँदैछु। खाजा त्यस्तो भएको छ। अघि चाहिँ भिडियो गर्नु पाएन। लास्ट यति भएको छ। खाजा चाहिँ बर्गर हो, खाएँ। त्यसपछि छोडिदिएँ। यहाँ छ चिकन, यहाँनिर यो नागेट्स छ। टक्कमा काम सकेर पनि आइसकेँ। लास्ट कले यार, आज 3 दिनको नाइट सिफ्ट थियो। अनि टक्कसँगले यो ल्याएँ, अनि यो खाँदै बसिरहेको छु। अब चाहिँ टक्क लुगासुगा चेन्ज गरेर घर जानुपर्छ। गाडी पनि छैन, हिँड्नुपर्ने रहेछ। अब गाडी चढ्ने यहाँबाट अलिकति टाढा गएर अनि त्यहाँदेखि फेरि हिँड्नु पऱ्यो, फेरि गाडी चढ्नु पऱ्यो। लास्ट गाह्रो छ यहाँ त। अनि टक्कसँग 12 बजीसम्मको मात्रै थियो, हिजो चाहिँ 2 बजीसम्मको थियो। यो छैन, अब टक्क लुगासुगा चेन्ज गरेर घर जान्छु। टक्कमा बसमा चढिसकेँ। अब यो बस चेन्ज गरिसकेँ। अर्को बसमा 2 घन्टा बस्नुपर्ने भयो क्या। नाइटिङमा त्यस्तै छ कि आधी घन्टा भनेको थियो अरे हो। टक्कमा बस कुरेर बसिरहेको छु। राति लास्ट गाह्रो हुन्छ। अब यहाँ चाहिँ म चाहिँ बसिरहेको छु बस कुरेर। अब आधी घन्टा पछि आउँछ। अब चाहिँ टक्क म बस कुरिरहेको छु। बस आउन लाग्यो। रोटी आयो, बस टक्क आउँछ। बसमा चढेर जाने हो। म टक्कसँगले मेरो बस स्टप आइपुग्न लाग्यो। अब 3-4वटा बस स्टप बाँकी छ। त्यसपछि चाहिँ बस स्टप आउँछ। अनि त्यहाँदेखि 17 मिनट हिँडेर लास्ट गीति भइरहेछ। भोलि कलेज पनि छ। अनि अब लगभग 3-4 बजी सुतेर 8 बजी उठ्नुपर्छ। 4 घन्टा सुतेर अनि त्यहाँदेखि कलेज जानुपर्ने। यस्तो छ, के गर्ने के छैन। हल्का त गर्नै पर्छ। काम बल्ल पाल्छ, काम छोड्नु भन्दा पनि हुन्न। त्यही भएर गर्नु पऱ्यो। अब 4 बजी उठेर सुतिन्छ। त्यसपछि 8 बजी उठ्ने, अनि त्यहाँदेखि खाजासाजा बनाउने, लाने, खाने, त्यही हो। त्यस्तै अब टक्कमा बसबाट ओर्लिनको लागिसक्यो। बसबाट ओर्लिएर जानुपर्छ। अब 17-18 मिनट जति निकै टाढा छ कि। आज होइन, मैले यस्तो दुःख पाएँ नि काममा जाँदाखेरि। टक्क यहाँदेखि गएँ, एउटा ट्रेन चढेँ, त्यहाँदेखि एउटा ट्रेन चढेँ, त्यसपछि गएर अर्को ट्रेनमा बसेको। अनि त्यहाँदेखि ढिलो हुन्छ भनेर एकछिन बसेँ। अनि त्यहाँदेखि टक्कसँगले बसेको। अनि त्यहाँदेखि पछि त ट्रेन त जाँदैन भन्यो। अनि त्यहाँदेखि दाइलाई कल गरेँ। अनि दाइलाई कल गरेर मलाई त थाहा थिएन नि त। त्यहाँदेखि अब के गर्ने भए। जम्मा 30 मिनट बाँकी थियो। अनि त्यहाँदेखि दाइलाई कल गरेँ। अनि दाइले
अर्कोपट्टि आऊ भनेर वेस्ट बङ्गाल भन्ने एउटा प्लेटफर्म हुन्छ जस नेपालमा अब एउटा बस स्ट्यान्ड अर्को बस स्ट्यान्ड भने जस्तै त्यस्तो हुन्छ अनि त्यहाँदेखि त्यसमा गएँ अनि त्यहाँदेखि टक्क गएर त्यो ट्रेन चढेँ अनि ट्रेन चढेर गएँ त्यसपछि अब दाइले यहाँ उत्र भन्नुभयो अनि त्यो त्यसको एउटा डेस्टिनेसन हुन्छ त्यसमा गएर उत्रेँ त्यहाँ गएर उत्रेपछि त आफ्नो त्यो यत्रो ठुलो ट्रेन स्टेसन थिएन त्यहाँदेखि मलाई अर्को ट्रेन जोस् म चाहिँ त्यो मेन काम गर्न जाने ठाउँमा चाहिँ त्यहाँ पुग्ने ट्रेन चाहिँ मैले भेटाउनै सकिनँ कि त्यसपछि त्यहाँ घुमेँ जम्मा मसँग 6 मिनट बाँकी थियो मेरो 4 बजीदेखि काम स्टार्ट थियो 3:56 भइसकेको थियो अनि दाइले बाहिर निस्क भाइ अनि बाहिर निस्केर बसमा भए पनि हिँड्दै भए पनि जाऊ भन्नुभयो अनि त्यहाँदेखि म यस्तो दुःख पाएर त्यो सबै घुमिसकेँ त्यसपछि अनि बाहिर निस्किने वे आउट लेखेको हुन्छ त्यहाँ गएर टक्कसँगले हेरेर त्यहाँ त्यो बाहिर निस्किएँ म अनि त्यहाँदेखि बाहिर निस्किएर कुद्दै गएँ त्यो चाहिँ मैले भ्लगमा क्याप्चर गर्नै सकिनँ किनभने मलाई एकदम लास्टै नै हतार भइसकेको थियो कि टक्क बाहिर निस्केर कुद्दै गएर बस समातेर 13 मिनट ढिलो भयो धन्न मलाई काममा केही भनेन कि किनभने मैले हिजो 25 मिनट मात्रै ब्रेक लिएको थिएँ 45 मिनटमा त्यसैले कभर भयो त्यसले गर्दाखेरि यदि तपाईँहरू पनि पहिलोचोटि अब त्यस्तो हुन्छ भन्ने थाहा पाउनुभन्दा अगाडि टक्कसँगले इन्फर्म आफूलाई भइरहनुपर्छ कि मलाई त थाहा नै थिएन अनि त्यसपछि तपाईँहरूलाई थाहा छैन भने पनि कसैलाई सोध्नु पर्ने हुन्छ कि त्यस्तो मैले केही बेर अगाडि सोधेको भए त मलाई पनि सजिलो हुन्थ्यो मलाई चाहिँ थाहा भएन र को जरा थियो अरे अनि त्यसलाई निकाल्न कति दिन 3-4 दिन लगाएर निकालेर यत्रो एउटा रुखको लागि यहाँ सानो घेरा बनाएको छैन कि त्यो चाहिँ मलाई खतरा लाग्यो कि एकदम इन्भाइरोमेन्टलाई चाहिँ फर्स्ट प्रायोरिटी दिन्छ कि यहाँ एउटा सानो कुरा पनि काट्नुहुन्न कि रुख बिरुवा चाहिँ यहाँ चाहिँ फेरि डेन्जर हुन्छ मान्छे अब घर गयो भने रहेछ केही देखिन्न टक्क लगाएर अँध्यारो पुरै छ टक्क म चाहिँ घर आइपुगिसकेँ अनि अब घर आइपुगेर अनि आज यहाँको दाइहरू पनि जानुभयो कि यस्तो सुन्ने भइरहेछ रुममा चाहिँ एकजना दाइ मात्रै हुनुहुन्छ एउटा चप्पलहरूलाई 4-5वटा चप्पल हुन्थ्यो दाइहरू त मजा हुन्थ्यो दाइहरू पनि गइहाल्नु भयो सुनसान भएको छ पुरै अनि अब हाम्रो रुममा दाइ मस्तसँग मोबाइल यत्रो बेरसम्म पनि नसुतिकन अनि मस्त मोबाइल चलाएर बसिरहनुपर्छ टक्कसँगले यहाँ रुम हो हाम्रो यो दाइले चाहिँ रुम चट्ट बनाएर राख्नु भएको छ टक्कसँगले मोबाइल हेर्दा बसिरहनु भएको छ अब म चाहिँ फ्रेस भएर टक्कसँगले खाना खान्छु चाहिँ टक्क म फ्रेस भएर आइसकेँ अनि दाइले पास्ता बनाएर राख्नु भएको रहेछ लास्ट थाके त्यही खाने यहाँ लुगाहरू छ यहाँ छ पास्ता चाहिँ यस्तो बनाएर राख्नु भएको छ लगाएर खाइदिउँ कस्तो छ हेरौँ टेस्ट गरौँ दाइले चाहिँ टक्कै पास्ता बनाएर राख्नु भएको छ 4 दिन भइसकिसक्यो दाइले लगातार खाना पकाएर मलाई खुवाउनु भएको दाइले फेरि निन्द्रा लाग्दैन कि अब टक्क म आएपछि मात्रै सुत्नुहुन्छ कि यत्रो बेरसम्म 2 बजीसम्म नसुति बस्नु भयो अनि 12 बजी पकाउनु भयो अरे यो यस्तो छ अनि टक्क खाने लास्टै मिठो भएको छ दाइले लास्टै मिठो बनाउनु भएको छ धेरै त खान सक्दैन धेरै बेलुका भइसकिसक्यो यति चाहिँ सक्नु पऱ्यो खासै धेरै त खाइँदैन यति चाहिँ सक्ने अनि त्यस्तै हो दाइले मान्छेहरू हुन्छ पुल बनाएर पानी कहिले पुग्यो दाइ अहिलेको पानी सानो टक्क ल्याएर सँगले मैले खाना साना खाइसकेँ खाना भन्दा पनि पास्ता खाइसकिसकेँ कस्तो मजा
हस् थ्याङ्क यू फर वाचिङ माई भिडियो सी यु जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।